नमस्ते सबैजनालाई। आज चाहिँ हामी साथीहरू मिलेर यमरी बनाउन लागेको यमरी पूर्णिमाको दिन। अनि मलाई चाहिँ खुवाको मनपर्छ, अनि त्यही भएर अब खुवा किन्न पाइँदैन। पहिला सुरु हामी खुवा बनाउँछौँ, दुध, मिल्क पाउडर, घिउ हालेर। हेर्नु है त, सबैभन्दा पहिला हामीले प्यानमा घिउ हाल्यौँ, तर घिउ चाहिँ अलिक थोरै नै हाल्नु होला, नत्र भए पछि कलर अलि येलो येलो हुँदो रहेछ। त्यसपछि हामीले फुल क्रिम मिल्क युज गरेको छौँ यसमा चाहिँ। अनि फुल क्रिम मिल्कसँगै हामीले मिल्क पाउडर पनि एड गर्छौँ। अब चाहिँ ठ्याक्क त्यो डुब्ने डुब्ने गरी एड गर्छौँ। अनि त्यसपछि अलि धेरै भयो, त्यही भएर हामीले पछि फेरि मिल्क एड गऱ्यौँ। अब यसलाई राम्रोसँग चलाउँछौँ चलाउँदा चलाउँदा यस्तो हुन्छ यो। अनि थप्दा थप्दा यो अलि धेरै नै भयो आज चाहिँ। अनि राम्रोसँग चलाइसकेपछि यस्तो भयो। यो चामलको पिठो चाहिँ हामीले हिजो नै मुसेर राखेको थियौँ विथ लिटल बिट अफ सल्ट अनि घी अनि मनतातो पानीले राम्रोसँग मुसेर राखेको थियौँ। त्यसपछि हाम्रो यहाँ प्रोफेसनल साथी हुनुहुन्छ जसले हामीलाई यो कसरी सेप दिने भनेर सिकाउँदै हुनुहुन्छ। यसलाई यो लोवर पामले बिस्तारी बिस्तारी रब गरेर कोनको सेपमा बनाउनुपर्छ। अनि त्यसपछि यो यस्तो कोनको सेप जस्तो देखेपछि चाहिँ माथिबाट होल बनाउनुपर्छ। त्यो होलमा हामीले खुवाको स्टफिङ गर्छौँ। अनि यसलाई अलिअलि माछाको आकार दिने कोसिस गरिरहेको छौँ हामी चाहिँ। माथिबाट यस्तो देखिन्छ। यमरी भनेको चाहिँ भर्खरै भित्राइएको धानको चामलबाट बनाइने परिकार हो। हाम्रो यमरी चाहिँ यस्तो सेप भएको छ। अब हामीले 2-3टा राम्रो यमरी बनाइसक्दाखेरि हामीलाई भोक लाग्यो। अनि मैले क्विकली मेरो साथीहरूको लागि एभोकाडो फ्रेन्च टोस्ट बनाएँ। अनि त्यसपछि ब्याक टु यमरी। हाम्रो यमरीहरू रेडी भइसकेको छ। हामीले यसलाई स्टिमरमा हाल्छौँ नटासिने गरी, अलिकति घिउ हालेर। त्यसपछि हामीले त्यसमा पानी उमालेर स्टिम गर्नलाई छोडिदिन्छौँ। यसलाई हामी अब 10 मिनटसम्म मिडियम हिटमा स्टिम गरेपछि यो यस्तो देखिन्छ। यमरी चाहिँ हाम्रो रेडी भइसकेको छ। सो सिडनी आइसकेपछि चाहिँ यमरी घरमा पकाएर फर्स्ट टाइम नै खाएको हो। पानी चाहिँ चेक गरिराख्नु है गाइजहरू, नत्र भए यसरी नै कोठे मोमो नि खानुपर्ने हुन्छ।